अजिनोमोटो खायो भने टाउको दुख्ने, वाकवाकी लाग्ने, मस्तिष्कमा असर पर्ने, पेट फुल्ने तथा पसिना आउने जस्ता समस्याहरू हुने गर्छन् भनेको सुन्दै आएका छौँ। हामी हाम्रो खानेकुराहरू जस्तै मोमो, चाउमिन, पानीपुरीको झोल अथवा अरू पनि परिकारहरूमा यसको प्रयोग गर्ने गर्छौँ। तर अजिनोमोटो भनेको त एउटा कम्पनीको नाम हो। वास्तवमा यो मोनोसोडियम ग्लुटामेट भनेर चिन्ने गरिन्छ, अर्थात् एमएसजी। के साँच्चीकै यो हाम्रो स्वास्थ्यका लागि हानिकारक हो त? यसले हानि पुर्याउँछ त भन्छन्, तर कति हदसम्म प्रयोग गर्दाखेरि यो हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ त? अनि फेरि आज म यही अजिनोमोटोसँग जोडिएको चाइनिज रेस्टुरेन्ट सिन्ड्रोमको बारेमा पनि केही खुलासा गर्दैछु। तर सुरुमा भिडियोमा लाइक, च्यानल सब्स्क्राइबका साथै तपाईहरुलाई आजको विषयवस्तु कस्तो लाग्यो त त्यो पनि कमेन्टमा भन्नुहोला। ल अब चाहिँ सुरु गरिहालौँ। अजिनोमोटो कस्ता कस्ता खानेकुराहरूमा प्रयोग गरिन्छ भन्ने कुरा त हामीले थाहा पायौँ, तर केका लागि प्रयोग गरिन्छ त? यदि यो साँच्चीकै हानिकारक छ भने यसको प्रयोग चाहिँ केका लागि हुन्छ त? ल यो कुरा पनि जानौँ है। हामीले थाहा पाउने स्वाद गुलियो, तितो, अमिलो, पिरो त छँदैछन्, तर यसको स्वाद चाहिँ यिनीहरू भन्दा बेग्लै, जसलाई उमामी स्वाद भनिन्छ। अझ यसको स्वादले त हाम्रो मुखमा पानी नै लिएर आइदिन्छ के। त्यही भएर त फास्ट फुडमा हामी यति बिति पल्किएका नि। मोनोसोडियम ग्लुटामेटलाई E621 भनेर पनि लेखिन्छ। किन मानिसहरूले एमएसजी लाई हानिकारक मान्छन् त? अजिनोमोटो वा एमएसजी किन यति विधि बदनाम भएको छ त भन्ने कथाको सुरु हुन्छ सन् 1968 मा, जब डाक्टर रोबर्ट होम्यानले न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिनमा एउटा पत्र लेखे। उनले चाइनिज रेस्टुरेन्टमा खाना खाइसकेपछि टाउको दुख्ने, अनुहार रातो हुने र कमजोरी महसुस भएको बताएर यिनले यही एमएसजी सँग नै यो कुरालाई जोडे। यो पत्रले चाइनिज रेस्टुरेन्ट सिन्ड्रोम भन्ने शब्द जन्मायो र यही हल्ला विश्वभर फैलायो। नेपालमा पनि मोमो, चाउमिन खाएपछि अजिनोमोटोले टाउको दुखायो भन्ने कुरा त्यति बेलादेखि सुनिन थालियो। तर यो कथा पूर्ण रूपमा सत्य होइन। यस शब्दले त चाइनिज खानालाई नकारात्मक रूपमा चित्रण गर्छ, तर यो सांस्कृतिक रूपमा ठिक होइन। साथै केही मानिसहरूले एमएसजी लाई रासायनिक पदार्थ भन्छन्, जसले दिमागमा गम्भीर समस्या निम्त्याउने अथवा स्वास्थ्य सम्बन्धी गम्भीर समस्या निम्त्याउँछ भन्ने गर्छन्। मलाई थाहा छ मोनोसोडियम ग्लुटामेट भन्ने शब्द भान्सामा भन्दा ल्याबमा प्रयोग हुने जस्तो पाइन्छ, तर यो चाहिँ केही प्रशोधित खानाहरू जस्तै चिप्स, इन्स्ट्यान्ट नुडल्सहरूमा पाइने गर्छ, जुन स्वास्थ्यका लागि त्यति राम्रो होइन। त्यस्तै केही मान्छेहरूले एमएसजी को सेवनपछि टाउको दुख्ने, वाकवाक लाग्ने, अनुहार रातो भएको, पसिना आएका त्यस्ता लक्षणहरू महसुस गरेका छन्। र केही जनावरहरूमा गरिएको अनुसन्धानले उच्च मात्रामा एमएसजी ले न्युरोलोजिकल प्रभाव देखाएको छ, जुन सुन्दा पनि एकदमै डर लाग्छ। तर एकछिन पर्खिनुस् है, विज्ञानले के भन्छ यो पनि जानौँ। अब अलिकति वैज्ञानिक कुरा गरौँ है। एमएसजी भनेको मोनोसोडियम ग्लुटामेट हो। यो ग्लुटामिक एसिडको सोडियम नमक हो, जो एक एमिनो एसिड हो। यो प्राकृतिक रूपमा गोलभेडा, च्याउ, चीज र मासु जस्ता खानेकुराहरूमा पाइने गरिन्छ। हाम्रो शरीरले पनि ग्लुटामेट बनाउँछ। ग्लुटामेट हाम्रो शरीरको मांसपेशी, दिमाग जस्ता हरेक ठाउँहरूमा हुने गर्छन्। जब हामीले मोमो, चाउमिनको सेवन गर्छौं नि, त्यतिखेर हाम्रो शरीरले गोलभेडाको ग्लुटामेट खाएको जस्तै रियाक्ट गर्छ। विज्ञानले के भन्छ त? अमेरिकी FDA र विश्व स्वास्थ्य संगठनले सामान्य रूपमा यसलाई सुरक्षित मानेको छ। यसलाई 1960 को दशकदेखि नै अध्ययन गर्न सुरु गरिएको थियो। उदाहरणका लागि एक चम्चा अजिनोमोटो करिब 3 ग्राम हुन्छ, तर धेरैजसो खानेकुराको रेसिपीमा त्यो भन्दा पनि कम प्रयोग गरिएको हुन्छ। अब चाइनिज रेस्टुरेन्ट सिन्ड्रोमको कुरा गर्नुपर्दा द जर्नल अफ न्युट्रिसनमा 1990 को दशकमा एउटा डबल ब्लाइन्ड परीक्षण गरिएको थियो। त्यतिबेलै चाइनिज रेस्टुरेन्ट सिन्ड्रोमको हल्ला विश्वभरि फैलिँदा हाम्रो गाउँघरसम्म पनि आइपुगेर होला। लौ अजिनोमोटो खायो भने त मरिन्छ अरे, यसले त हड्डी गलाउँछ अरे, हामीलाई त मार्छ अरे, अनि यसले त सुस्त मनस्थिति बनाउँछ अरे भन्ने खाले हल्ला जताततै फैलिएका। ल हामीले मिथक र वैज्ञानिक दुवै तर्फका कुराहरू हेर्यौं। अब के गर्ने त? के हामीले यसको प्रयोगै नगर्ने त? त्यस्तो होइन। पहिलो रहेको छ मध्यम प्रयोग। जसरी हामीले नुन र चिनीको मात्रालाई कम गर्दै लैजान्छौँ नि, त्यसरी नै यसका मात्रा पनि एकदमै कम गर्दै जानुपर्छ। हामी स्ट्रिट फुड अथवा घरेलु खानालाई स्वादिलो बनाउनका लागि अजिनोमोटोको प्रयोग त गर्छौँ, तर कति मात्रामा प्रयोग गर्ने त? कति हाम्रो लागि सामान्य हुन्छ त भन्ने कुरा त जान्यौँ, तर प्याकेटका खानेकुराहरूमा कति मात्रामा यो एमएसजी मिसाइएको छ त भनेर जान्नको लागि त्यसको प्याकेट
पछाडि तपाईहरुले हेर्न सक्नुहुन्छ। तपाईहरुले खाने ती प्याकेटका खानेकुराहरू रेडी टु इट फुडमा चाहिँ यसको कोड लेखिएको हुन्छ, जुन कोड हो E621। ल साथीहरु, अजिनोमोटो MSG को सत्य यही नै हो। यो सामान्य मात्रामा धेरैजसो मानिसहरूको लागि सुरक्षित छ। यो दशकौंको अनुसन्धानले पुष्टि भएको छ। चाइनिज रेस्टुरेन्ट सिन्ड्रोमको हल्ला धेरै हदसम्म मिथक नै हो, तर पनि तपाईहरुलाई यस्तो महसुस हुन्छ, यस्तो लक्षण देखा पर्छ भने डाक्टरको परामर्श लिन चाहिँ नबिर्सनु होला। साथै भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। तपाईहरुलाई आजको हाम्रो प्रस्तुति कस्तो लाग्यो त? आफूले पनि यो बारेमा जान्नु भयो, अब चाहिँ तपाईहरुले आफ्ना वरपरका मान्छेहरुलाई पनि जानकार बनाउनु होला। त्यसैले भिडियोमा लाइक, च्यानल सब्स्क्राइबका साथै भिडियोलाई पनि जतिसक्दो धेरै शेयर गरिदिनु होला।